कति नम्बर क्वेसन हो भन 4 को यो है ल पहिला के दिएको रे भन थाहा दिएको लेख्नु पर्छ थाहा दिएको के छ भन एबीसीडी एउटा समलम्ब चतुर्भुज हो भनेर दिएको छ अर्को पनि केही दिएको छ समानान्तर पनि लेख्नु पर्छ के भन त एबी समानान्तर XY समानान्तर BC भनेको समानान्तर रेखाहरू यो हो समानान्तर रेखाहरू हो कि होइन भन त ल अब हामीले प्रमाणित गर्नुपर्ने लेख्ने कि नलेख्ने प्रमाणित गर्नु भन न कुन त्रिभुज AXC को क्षेत्रफल बराबर त्रिभुज BYD को लेख्न मिल्छ कि मिल्दैन अब रचना गर्नु पर्दैन सिधै प्रमाणमा जाने यतापट्टि के लेख्नु पर्छ भन त यतापट्टि के लेख्नु पर्छ कारणहरू लेख्नु ल त्यसो भए हामीले 1 नम्बरमा लेख्नु पर्यो परेन एउटै आधारको नाम भन उही समान्तर रेखाको नाम भन बीचमा बनेका त्रिभुजहरू भन त XAY XBY को क्षेत्रफल के हुन्छ ल लेखौं है ल त्रिभुज भन त XAY को क्षेत्रफल बराबर त्रिभुज भन XBY को क्षेत्रफल भन त एउटै आधार भन एउटै आधार भन न XY हैन उही समानान्तर रेखा भन त उही समानान्तर रेखा के हो भन के भन्यो रे सबैजना खै भनेको बिचमा बनेका त्रिभुजहरूको क्षेत्रफल के हुन्छ रे भन एउटा भयो कि भएन अब 2 नम्बरमा जाने कि नजाने अब मलाई भन अर्को चाहिँ भन्देऊ त अर्को भन्देऊ एउटै आधारको नाम के भन्ने उही समान्तर रेखाको नाम के भन्ने बेसी भन्ने कि नभन्ने खै बोलेको त बीचमा बनेका त्रिभुजहरू X अब हेर पहिला यो लेख्ने हो पहिला यो लेख्यो भने योसँग यो जोड्दा हेर कस्तो देखिन्छ देखिँदैन हामीलाई त प्रुभ गर्नु छ यति प्रुभ गर्नु छ सक्दैन भन त यति ल्याउनु छ भने माथि अघि हामी यति लेख्यौ भने अब यता तलको लेख्नु पर्छ कि पर्दैन त्यही भएर हामीले यो इक्वल्स टु यो लेख्यो भने अब हामी यो इक्वल्स टु यो लेख्नु नभए त मिल्छ त मिल्दैन त्यही भएर हामीले के लेख्नु पर्यो रे भन ल भन त के लेख्छौ भन के लेख्छौ भन हो एउटै आधार XY उही समान्तर रेखा BC बीचमा बनेको पहिला यता लिनु पर्छ पर्दैन के भन त XY है XC को क्षेत्रफल बराबर के भन त को क्षेत्रफल अनि पो जोडेर यति हुन्छ हैन भन त हामी के लेख्छौ भन त खै भनेको त्रिभुज X भनेको ल त्रिभुज के भन्यो रे XCY को क्षेत्रफल बराबर त्रिभुज XBY को क्षेत्रफल ल एउटै आधार भन
खै भनेको एउटै आधार भन न। एउटै आधार के हो भन्नु भन। उही समानान्तर रेखा। उही समानान्तर रेखा के भन्यो रे भन भन। बिसी बिचमा बनेका त्रिभुजहरूको क्षेत्रफल बराबर हुँदैन र हुँदैन। ल त्यसो भए अब 3 मा जाने कि नजाने। यो दुईटालाई के गर्नु पर्यो खै भनेको जोड्नु पर्यो परेन। अब भन्नु पर्यो नि लु भन के लेख्छौ खै भनेको XAY को क्षेत्रफल प्लस यतापट्टि भनौँ न है XY को क्षेत्रफल बराबर है। यता यो र यो जोड्यो न यो पनि जोड्नु पर्छ कि पर्दैन भन त के लेख्ने। त्रिभुज XBY को क्षेत्रफल भन न भन प्लस त्रिभुज XBY को भयो कि भएन। ल के गर्यो यसमा भन त। तथ्य 1 र 2 लाई जोड्दा ठीक छ। अब चित्र हेर्ने कि नहेर्ने। अब हेर त हाम्रो पूर्ण भयो कि भएन त्यो हेर्नु पर्यो परेन। हेरौँ त हेरौँ। ल यतापट्टि के छ भन। XAY एक्स हेरे XAY यो हो कि होइन ब्लू कलर। यसैमा जोडेको के भन त कहाँ छ हेर XCY यो हो कि होइन। यो दुईटा जोडेर के बन्यो भन। AXT हामीलाई प्रुभ गर्नुपर्ने AXT नै छ छैन भन त यो AXC भयो कि भएन भन भन। उतापट्टि पनि गरौँ कि नगरौँ। के हो भन उतापट्टि के हो भन भन भन। अब ग्रीन कलर लिए भन XBY भन है XBY देखिरहेछौ। यसमा के जोडेछ भन भन खै भनेको XBY जोडेछ छैन भन त। जोड्दा हेर त यो कुन कलर भन भन। ग्रीन कलरको त्रिभुज बन्यो कि बनेन। बन्यो भने त इक्वल भयो कि भएन। हामीले के लेख्नु पर्छ भन भन भन। अब के लेख्छ भन त। AXC को क्षेत्रफल बराबर के लेख्ने भन भन। ल भन त्रिभुज AXC को क्षेत्रफल बराबर त्रिभुज BYD को क्षेत्रफल। ल कारण भन न खै भनेको प्रुभ भयो कि भएन भन त। कसैलाई कुनै ठाउँमा बुझ्न अप्ठ्यारो छ भने क्वेसन सोध। खै बोल्दैन त क्वेसन सोध्नु छ। ल त्यसो